आजको भिडियो चाहिँ अर्कै खालको छ। हेलो एभ्रिवान, म करिश्मा नेपाल स्वागत गर्छु हजुरहरूलाई मेरो अर्को एउटा नेपालीको नयाँ भिडियोमा। भिडियोको सुरुवात देखेर त थाहा पाइ नै सक्नुभयो होला भिडियो चाहिँ कस्तो खालको हुनेछ भनेर। त्यो जुन थालमा पोते थिए नि त्यो चाहिँ पुरै खुलिसकेका रहन् अनि जुन मैले हातमा लिएकी थिएँ तिनीहरू चाहिँ खुलेका थिएनन् अनि सोचे तिनीहरूबाट नै सबै निकालेर एउटा नयाँ डिजाइनको पोते बनाउँछु भनेर। कागजमा चाहिँ एउटा पोतेको चुडाउँदै निकाल्दै पत्थरहरू पोतेका गुटी निकाल्दै गर्दै थिएँ। देख्दाखेरि चाहिँ धेरै सजिलो छ जस्तो लाग्छ, तर यो पोते उनेको दिन राति चाहिँ मेरो आँखाका डिल दुखेर रातभरि सुत्नै सकिनँ। नारी एउटीको चाहिँ बिहे भएर गए पछाडिको सबैभन्दा ठुलो श्रृङ्गार नै पोते हो नि गाइस। यो पोते नहुँदाखेरि चाहिँ नारीको गला नि सुन्ने देखिन्छ, सिउँदामा सिन्दुर नहुँदा पनि सिउँदो सुन्ने देखिन्छ। एउटी बिहे भएकी नारीको श्रृङ्गार नै सिन्दुर र पोते हो होइन भन्नु त गाइस। कुरा चाहिँ म धेरै बुझकी खालके गर्छु होइन भन्नु त। पोतेका गुटी निकाल्दाखेरि चाहिँ अप्ठ्यारो हुन्छ भनेर मैले बेग्ला कागजमा यसरी निकालेर राखेँ। त्यति भए पोते उन्दाखेरि मलाई सजिलो हुन्छ भनेर। यहाँ हेर्नु न, यो रातो पत्थर चाहिँ खुलिसकेछ अनि त्यसको बादमा यसरी मैले एक्स्ट्रा निकालेँ। यो वाला गुटीको पनि यहाँ हेर्नु न, पत्थर चाहिँ सबै निस्किसकेछ, त्यसले गर्दा नराम्रो देखिँदै थियो। र पोते उन्नको लागि चाहिँ सबैभन्दा पहिला चाहिने भनेको साबुन र धागो चाहिँ हो। अब अलिकति चाहिँ जोखले जस्तो नाटक गरेर पोते उन्नको लागि म पनि रेडी भइसकेकी छु। यो पोते उनेको चाहिँ मेरो एउटा रिजन नै छ। माको पोते चुडिएर पोते भएन अरे अनि त्यो कारणले चाहिँ पोते नभएको लागि चाहिँ मैले पोते उन्दै थियो, त्यसै सबको लागि चाहिँ होइन। यहाँ हेर्नु न, बोल्दा बोल्दै मैले यति पोते चाहिँ उनिसकेछु। अब अलिकति उने भने चाहिँ भइहाल्छ। र गाइस फाइनली मैले पोते उनी पनि सकेँ। यहाँ हेर्नु होला, क्युट सा पोते।